राधे राधे सबैजनालाई। आज चाहिँ एकादशी, त्यही भएर म अरू बेला भन्दा अलिक छिटो उठेको छु र अब चाहिँ नुहाईधुवाई गरेर फ्रेस भएर मलाई चाहिँ बर्दुबई पुग्नु छ श्रीनाथजीको मन्दिर। किनकि जहाँ म बस्छु यहाँ वरिपरि चाहिँ कुनै मन्दिर छैन, त्यही भएर मलाई बर्दुबई नै पुग्नुपर्छ। सो छिटो छिटो गरेर चाहिँ मलाई जानु छ। र यदि हजुरले मलाई पहिलोचोटि हेर्दै हुनुहुन्छ भने मेरो नाम हो करुणा र म बस्छु दुबईमा। आजको एकादशीको लागि म जाँदैछु बर्दुबई मन्दिर। सो छिटो छिटो गरेर निस्क्यौँ अनि आएर मलाई ड्युटी पनि जोइन हुनु छ। हेर्नुहोस् त एका बिहानै 6 बज्दाखेरि पनि कस्तो घाम चर्किरहेको छ यहाँ चाहिँ। ल मेरो बस पनि आयो, म बसमा चढ्छु। नाम जप गर्दै गर्दै म चाहिँ बर्दुबई लागेँ। यहाँ अगाडि देखिएको चाहिँ नेपाली पार्क। अनि यहाँ आइसकेपछि मात्रै छुट्टी जस्तो लाग्छ है। घरमै बस्यो भने चाहिँ छुट्टीमा के छुट्टी जस्तो लाग्छ। यहाँ आइसकेपछि चाहिँ गुबैबा आएर यो नेपाली पार्कमा आइसकेपछि चाहिँ अनि बल्ल छुट्टी चाहिँ कम्प्लिट भयो जस्तो लाग्छ कि, नत्र अधुरो लाग्छ गुबैबा आएन भने चाहिँ। सो यहाँबाट म चाहिँ श्रीनाथजीको मन्दिर जाँदैछु। श्रीनाथजीको मन्दिर यहाँबाट 10 मिनट लगभग मलाई हिँडेर 10 मिनट चाहिँ लाग्छ है। दुबई सरकारलाई चाहिँ एउटा विनम्र अनुरोध के छ मेरो भने चाहिँ यो अन्डरग्राउन्ड सिस्टम राख्नु पर्यो कि यहाँ। कस्तो राम्रो छ है। अनि यहाँनिरको रेस्टुरेन्टहरूमा चाहिँ नेपालीहरू टन्नै काम गर्नुहुन्छ। यो चाहिँ ग्रान्ड सुक बर्दुबई हो। बस स्ट्यान्डबाट ओर्लिसकेपछि म चाहिँ यो बाटो मन्दिर जान्छु। एकदमै घाम चर्केको छ नि त, हेर्नु त कस्तो नराम्रोसँग घाम चर्केको छ। त्यही भएर यो बाटो आयो भने चाहिँ यहाँनिर छाया पर्छ कि। अहिले म मन्दिरबाट फर्केर आउँदा चाहिँ यो सबै खुलिसकेको हुन्छ होला। अनि म हजुरले यहाँको मार्केट देखाउँछु ल। ठ्याक्कै त्यो दिल्ली जानुभएको छ, दिल्लीमा ऊ हुन्छ नि, दिल्लीमा के भन्छ करोलबाग अनि सरोजनी नगर त्यस्तो मार्केटहरू छ नि, ठ्याक्कै त्यस्तै देखिन्छ जब यो खुलिसकेपछि चाहिँ। मन्दिर पुगेँ म चाहिँ। मन्दिर पुग्ने बित्तिकै चाहिँ यहाँ अलग्गै चप्पलहरू राख्ने ठाउँ छ। चप्पल खोलेर चाहिँ आफू मन्दिर जानुपर्छ। भित्र चाहिँ भिडियो फोटो खिच्नु एलाउ छैन। त्यही भएर तुलसी मातालाई नमस्ते गरेर म चाहिँ बाहिरबाट हजुरलाई मन्दिर देखाइदिन्छु है। मन्दिर जानको लागि चाहिँ यो सिडी चढेर माथि जानुपर्छ। फर्स्ट फ्लोरमा चाहिँ मन्दिरको मेन मन्दिर चाहिँ माथि छ है। सो यो सिडी चढेर माथि जानुपर्छ र फर्केर आउँदा चाहिँ हामी तल्लो बाटो हुँदै, यो तल ढोका छ नि, यो तल्लो बाटो हुँदै फर्केर आउने हो। सो भित्र चाहिँ मेन मन्दिरमा चाहिँ भिडियो खिच्न, फोटो खिच्न, यताउता गर्न चाहिँ एकदमै मनाही छ। मोबाइल लिएर चाहिँ हजुर जान सक्नुहुन्छ भित्र, तर भिडियो फोटो खिच्न चाहिँ मिल्दैन। सो म चाहिँ भित्र गएँ। 1 घन्टा जति मन्दिरभित्र बसिसकेपछि म चाहिँ ग्राउन्ड फ्लोरमा निस्केको छु। यहाँ चाहिँ प्रसादी वितरण हुन्छ। तल प्रसादी लिएर म चाहिँ यहाँ बसेको छु र सबै भगवानको यहाँ यसरी चित्रहरू राखिएको छ। विग्रह चाहिँ हाम्रो श्रीनाथजीको विग्रह चाहिँ माथि फर्स्ट फ्लोरमा छ। हजुर त्यहाँ गएर हेर्न सक्नुहुन्छ, बस्न सक्नुहुन्छ। मन्दिरको चाहिँ आफ्नै नियमहरू हुन्छ, त्यसको पालना गर्नुपर्ने हुन्छ है। सो म हजुरलाई बाहिरबाट पनि एकचोटि मन्दिर देखाइदिन्छु। यो बाहिरहरू टन्न हजुरले प्रसादीहरू यहाँ पाउन सक्नुहुन्छ मन्दिरभित्र लिएर जानको लागि। धेरैजनालाई मैले देखेको हुन्छु प्रसाद लिएर जानुहुन्छ अनि भित्र चढ्दैन अनि गाह्रो मान्नुहुन्छ होइन। सो त्यही भएर हजुरहरूले चाहिँ बाहिरैबाट प्रसादी नलिकन जानुहोस्। फुलहरू लिएर जानुहोस्, दुध लिएर जानुहोस् होइन, प्याकेटको बोतलको दुध लिएर जानुहोस् या अरू अन्न प्रसादीहरू लिएर जानुहोस्। तर बाहिर बनेको लड्डु, मिठाई जति पनि चिजहरू हुन्छ त्यो चाहिँ भित्र श्रीनाथजीलाई चढ्दैन। किनकि बाहिर के कस्तो बनेको हुन्छ थाहा हुँदैन नि त होइन, चोखोनिष्ठ गर्नुपर्ने हुन्छ, त्यही भएर चढ्दैन। सो फुलहरू मात्रै लिएर हजुर जान सक्नुहुन्छ। मन्दिरको पनि टाइम छ है, टाइमिङली खुल्छ। त्यही भएर हजुर चाहिँ टाइम हेरेर जानेर मात्रै त्यहाँ जानु होला। बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म मन्दिर खुल्छ र मेन कपाट चाहिँ टाइमली खुल्छ त्यहाँ चाहिँ है। अनि त्यसपछि 12 बजे कपाट बन्द हुन्छ, मन्दिर पुरै बन्द हुन्छ। अनि साँझ 5 बजेबाट फेरि 7:30 बजेसम्म मन्दिर चाहिँ खुलेको हुन्छ है। म चाहिँ मन्दिरबाट निस्केँ, खुल्दैछ है, एउटा गरेर खुल्दैछ। कति मेहनत लाग्यो होला है यहाँ यो गार्डनहरू बनाउन। अझ यो गार्डन त सानो छ, यहाँ चाहिँ हरियाली त्यति धेरै छैन यो नेपाली पार्कमा चाहिँ। तर दुबई फ्रेमको साइडमा चाहिँ त्यहाँ ठुलो पार्क छ कि, त्यो पार्क चाहिँ एकदमै ठुलो छ, एकदमै हरियाली छ त्यहाँ चाहिँ। त्यो बनाउन चाहिँ कति दुःख भयो होला जस्तो लाग्छ क्या मलाई। यहाँनिर पानी भरेर खान सक्नुहुन्छ हजुरहरूले चाहिँ। हजुरले चाहिँ आफ्नो खाली बोतल लिएर आएर त्यसमा पानी भरेर लान सक्नुहुन्छ फ्रीमा।
अनि म चाहिँ दुबईमा छु। यदि हजुर दुबई आउँदै हुनुहुन्छ अनि यहाँ आएर चाहिँ कहाँ मन्दिर जाने होला जस्तो लाग्छ भने हाम्रो दुबईमा गुबैबादेखि अलिकति पर त्यहाँ श्रीनाथजीको मन्दिर छ हैन, हजुरहरू त्यहाँ जान सक्नुहुन्छ। अनि त्यहाँ चाहिँ भित्र फोन चाहिँ अलाउ छैन हैन, बाहिर चाहिँ हजुरले भिडियो फोटो खिच्न सक्नुहुन्छ। एकदमै मेन मन्दिरभित्र चाहिँ मोबाइल एलाउ छैन। अनि मैले पनि मेरो घरमा चाहिँ विग्रह राखेको छैन भगवानको, किनकि एकदमै अशुद्ध छ हैन, किनकि म पार्टिसनमा बस्छु। त्यो एउटा फ्ल्याटमा कति धेरैजना बस्नुहुन्छ अनि सबै फिलिपिनो हुनुहुन्छ अनि उहाँहरूले चाहिँ ननभेज खानुहुन्छ। अनि त्यो एउटै भान्सा हामी सबैजनाले सेयर गर्नुपर्छ हैन। एउटै भान्सा सबैजनाले सेयर गर्दाखेरि चाहिँ त्यहाँ ननभेज पाकेको भान्सामा पकाउनुपर्छ। अब हामीले त अब अप्सन छैन हैन, जसरी भए पनि गर्नु पर्यो। तर भगवानलाई चाहिँ भोग लगाउन चाहिँ मिल्दैन नि त। जहाँ जुन भान्सामा ननभेज पाकिराखेको छ, जुन भान्सामा एकदमै अशुद्ध छ, त्यो भान्सामा पाकेको खाना चाहिँ अब भगवानलाई भोग लगाउनु मिल्दैन। त्यही भएर मैले चाहिँ भगवानलाई राख्न सकेको छैन, भगवानको विग्रह लिएर आएर आफ्नो रुममा राखेको चाहिँ छैन। अनि तर म चाहिँ श्रीनाथजीको मन्दिर यहाँ आउँछु। एकदमै सौभाग्यशाली आफूलाई ठान्छु कि श्रीजीको कृपाले नजिकै, धेरै टाढा पनि होइन हैन, म यहाँ लगभग 20 मिनटमा म आइपुग्छु। धेरै ट्राफिक छ भने चाहिँ लगभग आधा घन्टा 45 मिनट पनि लाग्छ कहिलेकाहीँ। ट्राफिक छैन भने चाहिँ म 20-25 मिनटमा चाहिँ आइपुग्छु हैन। अनि श्रीनाथजीको कृपाले म चाहिँ यही श्रीनाथजीको मन्दिर आउँछु, यहीँ बस्छु। 1 घन्टा जति बस्छु म आएर। अनि त्यही नाम जप गर्छु, त्यहाँ भजन चल्छ, कीर्तन चल्छ, भजन कीर्तन गर्छु, त्यहीँ बस्छु अनि एकदमै आनन्दको अनुभूति हुन्छ हैन। त्यसपछि चाहिँ त्यहाँबाट म निस्किन्छु, प्रसादी लिन्छु अनि त्यसपछि यहाँ गुबैबाको यो नेपाली पार्कमा आउँछु। यो चाहिँ मेरो रेगुलर सधैँको यो रुटिन हो हैन। हप्तामा एकचोटि छुट्टी हुन्छ, म छुट्टीको दिन आइरहेको हुन्छु सधैँ। हिजो मेरो छुट्टी थियो अनि आज पनि म आएको छु, किनकि आज चाहिँ एकादशीको व्रत बसेको छु म। घरमा चाहिँ पूजाको लागि त्यस्तो मैले केही सामग्री राखेको छैन अनि ठाडै व्रत बस्छु भन्दा भयो हैन। अनि नाम जप गर्छु, श्रीनाथजीको मन्दिर आउँछु। अनि यसरी नै मैले आफ्नो भक्ति मार्गलाई चाहिँ छोडेको छैन। कति गर्मी छ भने नि, यति धेरै गर्मी छ नि, यस्तो लागिरहेको छ कि हिँड्दाखेरि, अहिले त म छायामा बसेको छु, हिँड्दाखेरि चाहिँ पुरै कपडामा आगो लगाएर जो पुत्ताउँछ नि त्यस्तै पुत्ताएर ज्यान रापले भरिए जस्तो के, त्यति गर्मी छ कि अहिले। हुन त अझै गर्मी महिना आउन बाँकी नै छ हैन, तर बाहिर त ओहो परानै जाने जस्तो गर्मी छ। अब चाहिँ म जानुपर्छ। आयो ल, आयो सत्वाको बस आयो। बाहिरको बाटो पनि भिडियो खिच्दै घर जान्छु भनेको, म भन्दा अग्लो झ्याल परेछ ल। यता माथि यसरी माथि यस्तो पऱ्यो भने चाहिँ मलाई यस्तो झ्याल लाग्छ नि। अलि यहाँ तल भयो भने मजाले बाहिर हेर्दै जानु पाइन्छ। यस्तो अग्लो भयो भने बहुत झ्याल लाग्छ मलाई। बाहिर कसरी आकाश हेर्नु। म चाहिँ ग्रिनल्यान्ड आएँ हैन, म खाना र दुध लिनु थियो, त्यही भएर। अनि यसरी झ्याप्प हात माथि उठाएर क्यामेरा उठाएर भिडियो बनाउँदै हिँड्न पनि कस्तो गाह्रो लाग्ने कि, सबैजनाले मैलाई हेरेछ कि जस्तो लाग्ने है। कस्तो अझै पनि कन्फिडेन्स छैन कि ममा चाहिँ भ्लग बनाउनको लागि। सो बिस्तारै आउला। सो हजुरहरूले सपोर्ट गरिदिनुहोस् ल। म चाहिँ दुध लिन आएको थिएँ, दुध चाहिँ लिएँ मैले, म खाना पनि लिएको छु यति बेला चाहिँ। सो अब चाहिँ म निस्केँ। म खाना र दुधको लागि नि के प्लास्टिक लिनु भनेर लिएन है। सो अब म चाहिँ यत्तिकै भागेर घर जान्छु, छिटो घर जान्छु ल। भिडियो बनाउन सक्दिनँ, कस्तो घाम छ, मोबाइल पनि एकदमै तातेको छ, त्यही भएर। सो ल अब रुममा गएर कुरा गर्छु ल। अम्मा यत्रो बेर भिडियो सुट गरेँ मैले हैन, अनि लास्टमा त त्यो माइक्रोफोनमा चार्जै रहेनछ, आवाजै रेकर्ड नभएको। ए आम्मा अच्छे ए कानाजी चिया बनाउँछु। म खाना लिएँ अनि त्यसपछि दुध लिएर आएको छु, चिया बनाउँछु। बाहिर घाममा उमिने बेलासम्म चाहिँ चिया त मर्रे पनि खान्न जस्तो हुन्छ गर्मी भएर। अनि घरमा आइसकेपछि चाहिँ यहाँ एसी चलिरहेको हुन्छ नि त, अनि जाडो हुन्छ, चिसो हुन्छ, अनि चिया चाहिँ मिठो हुन्छ। कस्तो म त आएर बालमा यो भिजाएको थिएँ कि, बालमा लाउँछु भनेर मेथी सेती यताउता भिजाएर राखेको थिएँ, अनि लगाउनै बिर्सेको कि म त। आमा अब बेर हुन्छ होला, 1 घन्टा मात्रै भए पनि राखेर अनि धोएर ड्युटी जान्छु। म चाहिँ यसरी हेयर टोनिकहरू बनाएर राख्छु क्या,
यस्तो हैन हेयर टोनिकहरु बनाएर राख्छु अनि त्यही लगाउने गर्छु के मलाई चाहिँ धेरै बाहिरको केमिकल प्रोडक्ट्सहरुमा चाहिँ ट्रस्ट हुँदैन के लाग्दैन कि अब जस्तै हजुरले ट्रस्ट गर्नुहुन्छ भने त्यो प्रोडक्टले हजुरलाई काम गर्छ पनि हैन तर ट्रस्ट नै छैन भित्रैदेखि भने चाहिँ त्यो प्रोडक्ट साँच्चै काम गर्नेवाला प्रोडक्ट भए पनि काम गर्दैन के भन्नाले त्यस्तो हजुरको माइन्डले त्यति धेरै काम गर्छ के त्यही भएर मलाई चाहिँ बाहिरको यस्तो केमिकल प्रोडक्टहरुमा त्यति धेरै झ्याप्पै गएर किनेर ल्याएर लगाइहालौँ जस्तो चाहिँ हुँदैन त्यही भएर म चाहिँ यस्तै टोनिक सोनिक यताउता के जाति बनाएर यसरी लगाउने गर्छु सो ओके मेरो चिया अनि मखाना पनि रेडी भएको छ अब चिया मखाना खान्छु कथा सुनिरहेको थिएँ हैन अनि कथा सुन्दै भनेको नि मैले पहिलाको भिडियोमा पनि यस्तै हुन्छ लास्ट मोमेन्टमा मैले काम गर्छु के हैन सो अब फटाफट रेडी हुन्छु इसी प्रकार परंपराएं अलग-अलग हैं पर पहुंचना सबको ठाकुर जी के पास ही है म रेडी भए अब चाहिँ 15 मिनेट अझै बाँकी छ ड्युटी सुरु हुनको लागि सो अझै म रुममै छु यहाँबाट धेरै टाढा छैन त्यही भएर 2 मिनेट अगाडि निस्किन्छु घरबाट सो मैले मेरो लागि नास्ता चाहिँ अनार र स्याउ काटेर सानो टिफिनमा राखेको छु लिएर जान्छु अनि एकछिन चाहिँ म कथा सुन्छु अनि त्यसपछि निस्किन्छु ओके अहिलेसम्म हेरेर मलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद सब्स्क्राइब गर्न नबिर्सनु होला लाइक गर्न नबिर्सनु होला र कमेन्ट गर्न पनि नबिर्सनु होला अनि भक्ति मार्गमा लाग्न पनि नबिर्सनु होला राधे राधे